रिलेसनशिप बचाउनको लागि चाहिँ कतिसम्म कम्प्रोमाइज गर्नुपर्छ र कुन कुरा चाहिँ कति चाहिँ कम्प्रोमाइजै गर्नु हुँदैन। हेलो एभ्रिवान, वान्स अगेन वेलकम टु सटरडे विथ अस। आज हामीसँग फेरि पनि क्वेसन्सहरू छ, ल बुढा सोध्नु। फर्स्ट क्वेसन, पार्टनर एट्र्याक्टिभ हुनु इम्पोर्टेन्ट हो कि अन्डरस्ट्यान्डिङ हुनु? पार्टनर चाहिँ एट्र्याक्टिभ भन्दा पनि अन्डरस्ट्यान्डिङ हुनुपर्छ है। एकदम पार्टनर अन्डरस्ट्यान्डिङ भएन भने चाहिँ लाइफ चाहिँ नर्ग हेर्नु कहीँ जानु पर्दैन, बे गरे पुग्छ। बेगरे होइन, अन्डरस्ट्यान्डिङ नभएको मान्छेसँग बेगरे पुग्छ। यस्तो हो, रूपले सबै कुरा दिन्छ भने पनि हुँदैन होइन। रूप भनेको बुझ्ने हुनु पर्यो, मन राम्रो हुनु पर्यो। मन राम्रो भएपछि मान्छे यत्तिकै राम्रै नै हुन्छ। हो, गुड। अनुहार राम्रो नहेर्दा हुन्छ। अब यसकै उयसमा क्वेसन, रिलेसनसिप बचाउनको लागि चाहिँ कतिसम्म कम्प्रोमाइज गर्नुपर्छ र कुन कुरा चाहिँ कति चाहिँ कम्प्रोमाइजै गर्नु हुँदैन? कम्प्रोमाइज भन्नुको कतिसम्म कम्प्रोमाइज गर्नुपर्छ रिलेसनसिप बचाउन, मलाई अनि कति कुन कुरा चाहिँ कम्प्रोमाइज गर्नु हुँदैन? डिसरेस्पेक्ट, छोरी मान्छेले चाहिँ डिसरेस्पेक्ट चाहिँ कम्प्रोमाइज नगर्दै हुन्छ। मलाई चाहिँ यति पनि म सहनु सक्दिनँ। कति कुरामा कम्प्रोमाइज गर्ने सिचुएसन पनि हुन्छ, सिचुएसन हेरेर हुन्छ। तर भरसक छोरा मान्छेले डिसरेस्पेक्ट गरेको चाहिँ अनि अरू डिसरेस्पेक्ट मात्रै हो, त्यतिले पुग्छ। त्यति चाहिँ कम्प्रोमाइज गर्नु भएन छोरा मान्छेले। बुढाले अर्को ल्याउँदा भयो, त्यो पनि त अनि त्यो रेस्पेक्ट हो त। त्यो त मैले सोचेको कल्पना पनि गरेको छैन, त्यो त टाढोको यस्तो भन्छ नि त, छोरी मान्छेले सबै कुरा सहन्छ, सौता सहँदैन भन्ने त तिमीले भन्नु पर्यो, म भनिदिरहेको छु। अनि त्यो त मैले सोचेको, हेर्नु है, त्यो चाहिँ कल्पना पनि गरेको छैन, त्यो मैले टाढोको कुरा हो। त्यो डिसरेस्पेक्ट गर्नु भएन होइन। अब त्यसो भए बचाउन कतिसम्म चाहिँ गर्नुपर्छ? बचाउन होइन, कहिले काहीँ यस्तो सिचुएसन, कहिले अब रिसमा हुन्छ नि त होइन, एकअर्कालाई पनि कहिले के भन्छ त्यस्तो कुराहरू चाहिँ कम्प्रोमाइज गर्न सकिन्छ। कति कुरा रिसमा, इमोसन्सकोहरू, तर कोही चाहिँ इन्टेन्सनली नै गरेको चाहिँ नो, नेभर। कति कुराहरू चाहिँ रिसको जोगमा भएको कुराहरू माफ गर्न सकिन्छ, आफ्नो एकअर्कालाई कम्प्रोमाइज गर्न सकिन्छ, त्यही हो होइन। अब लास्ट क्वेसन, ल धेरै लामो किन बनाउनु कि, साँचो माया छ भने पैसा कति इम्पोर्टेन्ट हुन्छ? मायामा पैसाले कति म्याटर गर्छ? मायामा पैसाले म्याटर गर्दैन, मायामा पैसाले पनि म्याटर गर्दैन, मायामा जातले पनि म्याटर गर्दैन अरे क्या होइन, रूपले पनि होइन। रूपले ऊ राम्रो छ म नराम्रो छु, त्यसले भयो। कसले भने तपाईँ चाहिँ राम्रो हुनुहुन्छ अरे, म नराम्रो छु अरे। यस्तो हो, केहीले पनि म्याटर गर्दैन जस्तो लाग्छ मलाई, पैसाले मात्रै पनि होइन होइन। किनकि ऊ लिम्बू, म मगर, मेरो मम्मी छेत्री, मेरो हजुरआमा पनि छेत्री, तर हामी माग्न गएको हो होइन, मागी बे भएको। फेरि त्यही बोकेर गएर मागेर लिएको भिडियोहरू पनि छ होइन, त्यसरी भएको। त्यही भएर मन मिलेको छ भने, मन राम्रो छ भने केहीले म्याटर गर्दैन, पैसाले त झन् गर्दै गर्दैन जस्तो लाग्छ होइन। कस्तो लाग्छ भने छोरी मान्छेलाई अब अरू सबैको थाहा भएन, मेरो बुढीलाई गर्दैन जस्तो लाग्छ होइन। पहिला अब म इन्जिनियरिङ पढ्दै गर्दाखेरि, पैसा नकमाउँदाखेरि, पहिला पढ्दै गर्दाखेरि उसले टिचिङ गर्थ्यो, अनि मलाई कस्तो लाज लाग्थ्यो क्या। के गर्थ्यो भन्दाखेरि अब आउँथ्यो भेट्न आएकोलाई म जहिले पनि 1000 रुपियाँ 500 रुपियाँ सुँगुरको मासुहरू होइन त्यस्तोहरू जहिले आएको बेलामा छोडिदिइराख्थ्यो, खर्च दिइराख्थ्यो। लाँदिनँ भन्दा पनि गोजीभित्र हालिदिएर हुन्छ कि कतलाई दिएर हुन्छ कि। हार्डवर्किङ गर्दाखेरि जो मान्छे साथमा छ, पछि आफू सक्सेसफुल भएपछि त्यही मान्छेलाई रोज्नुपर्छ है। यस्तो हो, पैसा भनेको त साथमा पनि कमाउन सकिन्छ होइन। यस्तो पैसाले म्याटर गर्दैन भन्दैमा फेरि त पैसा पनि छैन, खाटमा यस्तो लड्ने खालको हो भने चाहिँ थाहा भएन के कस्तो, त आफ्नै मान्छे हार्डवर्किङ चाहिँ हुनु पर्यो क्या, पैसाले म्याटर हुँदैन। हार्डवर्किङ हुनु पर्यो जिब्रो पनि। मलाई चाहिँ यस्तो लाग्छ कि अब केटी लभ परिसकेपछि केटाले चाहिँ अब म पछि गएर अब यही मान्छेसँग जीवन बिताउने हो भन्ने सोचिसकेपछि त्यसको लागि चाहिँ कामहरू गर्नुपर्छ। अब उसको लाइफ पनि त राम्रो बनाउनु पर्यो, अर्काको छोरीहरू त्यति ल्याएर भएन, दुःख दिनु भएन। त्यही त मैले भनेको, आफूले पनि वर्क गर्नु पर्यो। त्यही त मैले भन्न खोजेको चाहिँ पैसाले म्याटर गर्दैन, तर हार्डवर्किङ चाहिँ हुनु पर्यो भन्न खोजेको। दुःख केही अब पैसै छैन भनेर सुतेर बस्ने मान्छेको पनि काम भएन नि त। जेसुकै होस्,
म गर्छु भन्ने गर्छु भन्ने आँट हुनु पर्यो गर्नु पर्यो भन्ने कुरा हो ओके आजलाई चाहिँ आजलाई यति नै पनि अनि हामी चाहिँ वर्ल्ड कप लागेको छ होइन वर्ल्ड कप म अस्ति थाहा मगाएको मलाई चाहिँ त्यस्तो फुटबलमा दुईजनाले इन्ट्रेस्ट यसो छ होइन हल्लाएको। यो चाहिँ मेरो बुढाको गिफ्ट त्यही भएर मैले लगाएको त्यो म सबै मलाई सबै मन पर्छ मलाई मेसी पनि मनपर्छ मलाई रोनाल्डो पनि मनपर्छ सबै मलाई नेमार पनि मनपर्छ मनपर्छ योपालि हामी पोर्चुगल हो तपाईँ कुन हो कमेन्ट गर्नु ल हैन ओके बाई बाई